एभ्रिवान, हामी चाहिँ बिहान 6:30 बजे उठेर फ्रेस भइयो। अब फेरि हामी चाहिँ एकचोटि सर्लक्कै फेरि राउन्ड लगाउनेछौँ, घुम्नेछौँ। चाहिँ यहाँ हाम्रो चिया रेडी भएर हामी बसेको चिया रेडी भएर फर्किनेका साथ हामी फेरि आउनु होला है त। र चिया पिसकेपछि चाहिँ हामी फेरि घुम्नेछौँ। चियामा चाहिँ हामी कालो चिया जसमा चाहिँ अदुवा राखेको सिङ्गती है भन्नेहरूले चाहिँ भन्छ होइन, हामी त गाउँले पर्यो। हेलो हेलो, हामी अब सर्लक्कै एक राउन्ड लाउने हो नो। अनि हामी अब कहाँ जाने रे? चिया बगान है। यो चाहिँ पर्यटन सभा हल है। मैले यसरी उल्टो देखाएँ नि सुल्ताउँछ कि हेर्नु है। यहाँबाट होला ढोडे जाने त बाटो निस्किन मिल्छ त्यहाँबाट। तपाईँहरू पनि घुम्न आउनुभएको लाउनु चिया बगान जाने तल सरे चिया बगान। हजुर आउनु है साथी साथी। हेर त कति ठुलो साग हो। हाम्रो तल आमाले यति ठुलो साग बनाउँछ कि। बाटोहरू चाहिँ हाम्रो गाउँको बाटो हो नि त, टक्क टक्क सिडीको बाटो। म सर्च गरौँ सिस्नो गाडी। ओ माइ गॉड, सिस्नो गाडी अहिले चाहिँ खासै राम्रो छैन। दाउरा पुरै चिरेको दाउरा। ओ माइ गॉड, ला आलराम बजिदियो। तल जाम होइन पहिला हामी चाहिँ। अब चाहिँ होइन दाउरा यस्तो मजाले मिलाएर गोल बनाएर चाहिँ हामी त जति बारिहाले त्यस्तै बनाएर। उत्तर कन्या होइन के, सात कन्या भन्ने चाहिँ पुगा छ नि। हामी तल चाहिँ हालेको छौँ ग्रुपमा है। पुरै बनाउन चाहिँ पाइँदैन पछि ए छिटो कति ढिलो गरे। उताको भाइ उता होला। उत्तर कन्या मन्दिर राम्रो म्युजिकमा देखेको मन्दिरमा चाहिँ म चाहिँ 1 2 3 4 5 6 7 सात कन्या। ओ सात कन्याको चाहिँ कुवा माथिपट्टि 1 2 3 4 5 6 7 है जानु हुन्थ्यो। आयो कारले मात्रै छिट्यो। घाम लाउँदाखेरि पाचक कैबधी है, पाचक कैबधी गेट है। गेटबाट यो सिँढी पार गरेपछि बल्ल कैबधी आइपुग्छ नि। घले गाउँको चाहिँ
उत्तर पूर्वमा चाहिँ छैन है म भाग्दैछु चाहिँ जहाँसम्म लाग्छ घर गाउँको चाहिँ कोही बधी 10 घर रे पूर्वमा चाहिँ छैन है कोही बधी 10 घर म भाग्दैछु यहाँ चाहिँ म भाग्दैछु जहाँसम्म लाग्छ होइन यस्तो बस्ने जस्तो मिलाएको छ 15 पुसमा चाहिँ मेला लाग्छ होला नि है यही होला है कोही बधी 10 अन्त चाहिँ जहाँसम्म लाग्छ होइन यस्तो बस्ने जस्तो मिलाएको छ 15 15 पुसमा चाहिँ मेला लाग्छ होला नि है यही होला है अन्त कोही बधीको अरूभन्दा गुराँस नपाइन्छ भने ढोँडे गुराँस नपाउनु भयो टिप्न कसरी भेट्यो कहाँ रोकाइदिएर टिप्नु पाए त हुन्थ्यो नि कोही बधीको यो चाहिँ चिया बगान है यो चाहिँ अलि हरियो रहेछ ठुलो झप्प हामी त घरतिर लाग्थ्यौँ त मान्छे त थिएन चोरी भाग्यो 9 बजे हुँदो रहेछ होइन कति लामो छ कति डिस्टेन्स चाहिँ बोर्डमा हेर्न बाँकी छ है चियाको बोट हालिसक्यो ऊ के हो यो काग रहेछ हामी चाहिँ चियाको बोट अब चाहिँ फर्क्यो हामी चाहिँ छिटै फर्किनुपर्छ भनेर बिहानै एक राउन्ड लाउने भनेर आयो अनि यो माथि चाहिँ चिहान छ रेडी तर्साउँछ यहाँ चाहिँ दाउरा काटेर होइन यसो गरेर गोलो गराएर खल्यो बनाएर हामीले चाहिँ खल्यो बनाएर राख्छ होइन र यो बनाएर गोलो बनाएकोलाई चाहिँ के भन्छ थाहा भएन यसो गरेर गोलो बनाएर राख्दो रहेछ कि मैले गुरुङ गाउँमा चाहिँ देखेको नि देखेको यो पनि भेट्यो होइन पुरै चिरेको दाउरा मात्रै रहेछ एकछिन हो यो पछाडि देखेको चाहिँ भलेगाउँको चाहिँ चिहान डाँडा कसलाई भन्छ मान्छे मरिसकेपछि चाहिँ गुरुङहरूले चाहिँ गाड्ने चलन छ अनि यो पछाडि चाहिँ लिएर आएर चाहिँ गाड्ने चलन छ है त राति यो बाटो हिँड्यो भने तर्साउँछ फेरि म त शेर्पाटे त्यही भएर मलाई सब थाहा छ अरे क्या यहाँबाट मुनि जाने उता पनि जाने उताबाट मन्दिर सात कन्या हो त्यहाँ पनि भन्नुहुन्छ को छ वर्ग हो नि तिम्रो के छ भन त यो चाहिँ गुरुङ सङ्ग्रहालय मलाई थाहा छैन मैले केस नै गरेको छैन कहाँबाट थाहा हुनु मलाई श्री सार्क भिलेज पर्यटन सङ्ग्रहालय मलाई थाहा छैन तिम्रो के हो भन बरु मेरो त मसितै भनिन्छ ओहो त्यस्तो हो त्यही भएर त उडेक गर्दो रहेछ त मान्छे नामै नराखेको रहेछ नि नाम राखेको राम्रो चाहिँ डोको अनि यो चाहिँ माछा मार्ने यो पनि माछा मार्ने है परम्परागत हल्ला जोत्ने चलाउने यो चाहिँ है घोडे यहाँ त नाम राख्नुपर्ने छ पुरानो खालको चाहिँ यो चाहिँ घर है होइन घुमाउने घर नि त यो
होइन मकै भन्ने कराई यस्तो यस्तो राख्नु चाहिँ त्यो ढ्याङ्ग्रो चाहिँ त्यो चर्खा ओ यो बन्दुकले सुट गरिदिने हो गुरुङ खोक र जो आएको रहेछ नि अनि त्यसपछि यो चाहिँ इस यहाँ चाहिँ भाङहरू हुन्छ ठुलो झाटा रहेछ यहाँ चाहिँ उस बनाउँदैछ नि कान बिल्ने होइन टान टोस बनाउनु के भन्छ जस्तो अनि यो चाहिँ घर भेडाको यो चाहिँ मौरी भिरमौरी चाहिँ निकाल्न जाँदाखेरि चाहिँ चल्नेको रहेछ पऱ्यो भने सामानहरू कहाँ भ्याइयो त हामीले मात्रै पानी ट्याङ्कीको होइन हामी सर्वकै भ्याइयो है घुमेर तपाईँहरू पनि आउनु होला हस् त ओके म चाहिँ भिडियो इन गर्छु अब है त ल आऊ अब जानुपर्छ ओ दौडेर जाउँ ढिलो हुन्छ अब हामी चाहिँ लाग्यो है त गुरुङ सङ्ग्रहालय थ्याङ्क्स फर यु भिजिटिङ डे धन्यवाद हामी चाहिँ अब लाग्नुपर्छ इस गुन्द्रुक बनाउन चाहिँ साग सुकाउँदैछ यहाँ सुन्तला खोजेको होइन आफूले ओ माथि छ त रुखु खाजा कोडोको सेलरोटी यहाँको चाहिँ खाजामा कोडोको सेलरोटी है त हामी बसेको घर चाहिँ यो है यस्तै फुलले सजाएर राख्नु भएको छैन टक्क हामीले हेरेपछि अब यति हेरेपछि तपाईँहरू पनि आउनुपर्छ है त ल ढ्याङ सबै घुमेर भ्याइयो अब तपाईँहरू पनि आइदिनु होला भन्न चाहन्छु धेरै रमाइलो छ हामी त देखेर चाहिँ आएको हो न ल अब यति भएपछि तपाईँहरूलाई पनि रमाइलो लाग्नेछ पक्का पनि है